मेयर बालेनको अर्को चमत्कारी काठमाडौँ महानगरपालिकाले अब ड्रोनको माध्यमबाट आगलागी नियन्त्रण गर्ने तयारी गरिरहेको छ। यस पहलले खास गरी त्यस्ता स्थानमा जहाँ दमकल पुग्न गाह्रो हुन्छ या पहुँच कठिनाई हुन्छ, आगो निभाउने कामलाई सजिलो बनाउने आशा गरेको छ। आगलागीको घटना बढ्दै गइरहेको छ र यसले जनधनको ठूलो क्षति पुर्याउन सक्छ। त्यसैले आगलागी नियन्त्रणको लागि नयाँ प्राविधिक दृष्टिकोण अपनाउने तयारी गरेको हो। काठमाडौँ महानगरपालिकाले आगामी वर्षदेखि ड्रोन प्रयोगको योजना बनाएको छ, जसले आगलागीको घटनास्थलमा छिटो पुगेर आगो निभाउने प्रक्रिया प्रारम्भ गर्न मद्दत पुर्याउनेछ। यसका लागि विभिन्न स्थानमा ड्रोनको माध्यमबाट आगलागीको स्थिति नाप्न र ताजा जानकारी लिई आफ्नो निर्णयलाई प्रभावकारी बनाउन योजना गरेको छ। ड्रोनले सधैँमूलक रूपमा उडान गर्दै रियल टाइम डेटा उपलब्ध गराउनेछ, जसले दमकलको अगाडि आगलागीको स्थिति थाहा पाउने कामलाई सहज बनाउनेछ। यसबाट दमकल पुग्न नसक्ने दुर्गम स्थानमा पनि तत्काल आगो नियन्त्रण गर्न प्रभावकारी सिद्ध हुने अपेक्षा गरेको छ। काठमाडौँ महानगरपालिकाले यसका लागि विशेष प्रशिक्षित ड्रोन उडाउने टोली तयार गर्ने पनि तयारी गरिरहेको छ।